हेलो हाई नमस्ते वेलकम ब्याक टु अगेन मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। यदि यहाँहरूले यो मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न र यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न पनि नबिर्सिनु होला। आज चाहिँ म यहाँहरूलाई हाम्रो धरानको एकदमै चर्चित याकथुम मुन्धुम ट्रेलमा लाने जमर्को गर्दैछु। आज चाहिँ हामी यहाँ हाइकिङ जाँदैछौँ। म धिराजङ सुब्बा अनि शुभेच्छा बिकेन र हाङमेडन र साथमा क्यामेरामा म। यो बाटो चाहिँ चुन्डे डाँडा जाने बाटो हो, तर हामी सर्टकट बाटो यो बाटो हिँड्दै जाँदैछौँ र हामीले चाहिँ सर्दु पुलको नजिकै बाइक स्कुटी रोकेर हाइकिङ गरिरहेछौँ है। अनि यो ब्याकुदी बोकेको चाहिँ हामीलाई दिउँसो खाने खाजा। अनि यहाँ पनि छ, यहाँ चाहिँ यो चाहिँ ब्याग एक्स्ट्रा रहेछ है। यहाँभित्र दिउरा चिसो छ रहेछ। पहिला चाहिँ यो बाटो थियो, यहाँदेखि उकालो जाने बाटो। हेरौँ छ होला हुनुपर्ने, यसो हेर्दा ल त है। बाटो चाहिँ यस्तो यस्तो बाटो रहेछ है। यहाँ पहिरो गएको छ, यहाँबाट उकालो यहाँ खोला पनि बगिरहेछ। पहिला चाहिँ यता भित्ताबाट बाटो थियो, बाटो खोलाले बगाएर लगेछ। यहाँ बाटोबाट जाँदैछौँ। यो बाटोबाट पनि माथि रोडै भेटिन्छ, तर अलिकति भने सर्टकट बाटो चाहिँ हिँडेको मात्रै हो हामी, अरू त्यस्तो केही होइन। यति बेला चाहिँ हामी चिन्डे डाँडा जाने बाटोमा जाँदैछौँ। अहिले चाहिँ यहाँ चाहिँ पुरा बाटो, पहिला हामी रनिङ गर्नु आउँदा त्यस्तो थिएन, अहिले त दामी बन्दै रहेछ। बनि चाहिँ सकेको छैन। हाम्रो आज याकथुम मुन्धुम ट्रेलको अन्तिम गन्तव्यसम्म चाहिँ तपाईँहरूलाई हामी यात्रा आनन्दसे गराउँछौँ। कस्तो भइरहेछ भन् त शुभेच्छा डन? त्यो ब्यागमा के छ हौ डन? ए गुड। ल यो ब्यागतिर चाहिँ हाम्रो दिउँसोको चिया नास्ता। तपाईँहरू पनि यो बाटो रोड नछोडी जानु होला। यदि बाटो परिवर्तन हुने ठाउँ थियो भने म यहाँहरूलाई जानकारी गराउँछु। यहाँनिर रोडको साइडमा एउटा सानो नर्सरी जस्तो पनि रहेछ। यहाँ चाहिँ गोठ पनि रहेछ, यहाँ गाई बस्ती पालेको है। बाटो चाहिँ आउँदा आउँदा यता एउटा जाने बाटो छ, एउटा यता देब्रेपट्टि बाटो नछोडी चिन्डे डाँडा जाने बाटोपट्टि जानुपर्छ है त। ल यहाँ बाटोमा चाहिँ पानी फुटेको रहेछ, हेर्नु त निस्किँदैछ, लाडी छ। कस्तो भइरहेछ आनन्द? आनन्द भइरहेछ, घामले चाहिँ अलिक सताइरहेछ। लडिक छ। कस्तो हुँदैछ डन? हाङ्मे डन? यो हाम्रो अलिक साइड लाग्यो, गाडी बाइक आउँदैछ यता छेउमा होइन। ल टेम्पू त आउँदो रहेछ। ब्याग श्रमदाताहरूलाई पानी जाँदैछ। ल हामी चाहिँ उकालो लाग्दैछौँ है। आनन्दै भइरहेछ भन्छ खै सबैले। गर्मी मौसम छ, तर पानी पर्नुभन्दा त यो मौसम पनि ठिकै छ।
ठुलो भयो हुन्छ ल्याउने यता ठिक लु अब ढुङ्गा भयो यहाँको लागि अब यस्तो माथि कहीँ भत्किएको छ त्यहाँ पर्खेर बस्नुहोस् ल होइन त्यो हटाउनु पर्यो नि त हेलो गाइस, युवाहरू नमस्ते सबैजनालाई। आज मेरो सर्ट मिनी भ्लगमा हेर्नु होला गाइसहरू। अनि हामी आज चिन्डे डाँडा माथि जाँदैछौँ। याक्थुम मुन्दुम के भो हो त्यहाँ जाँदैछौँ। अनि यहाँ सबैजना हुनुहुन्छ, यहाँ हेर्नुहोस् होला। यहाँ हामी जम्मै 5 जना छौँ। माथि 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 उकालो उकालो जाँदैछौँ र हामी बिस्तारै बिस्तारै तपाईँलाई यो सबैको दृश्य देखाउने छु। तपाईँहरूलाई यो ठाउँहरू के कस्तो छ भनेर तपाईँलाई देखाउँछौँ। र हेर्नुहोस् बाटो भनेको यस्तो उकालो छ, यसरी जानुपर्ने हुन्छ। यहाँ चाहिँ मेरो भतिज बिचरा गाह्रो भएर हिँड्दैछ। अनि यता छन् भान्जा बुढो, यहाँ हाम्रो शुभेच्छा। अनि यसरी उकालो उकालो जाँदैछौँ हामी सबैजना। अनि यसरी हिँड्नुपर्ने हुन्छ। बाटो भनेको यस्तो उकालो उकालो छ, यसरी जानुपर्ने हुन्छ। तिर्खा गाउँमा हामी पानी पिउँदै जाँदैछौँ सबैजना। हामी अब टोपीलाएर कस्तो देखिसक्यो नि। चाहिँ अब हामी फेरि चिन्डे डाँडाको लगभग फेदतिर आयौँ। यहाँनिर चाहिँ एउटा होटल पनि छ जस्तो छ होइन। यहाँ आनन्द छ। घाम चाहिँ यस्तो टन्टलापुर लागेको छ, तर पनि हामी हाम्रो गन्तव्य यात्रासम्म पुग्ने जमर्को लागि चाहिँ कठिनपूर्ण यात्रा गरिरहेछौँ। ल हेरौँ। तर सबैको अन्तिम उद्देश्य भनेको चाहिँ के त भन्दाखेरि देश बनाउने हो। म चाहिँ सबैको बल बुद्धि दिमाग प्रयोग गर्नुपर्छ भन्ने हो। अर्को साम्पाङ चाहिँ आफ्नै बल बुद्धि र दिमाग प्रयोग गर्ने र श्रम दाताहरूले श्रम गराउने अर्को बात नै फरक यति छ। ल लाग्यो। यो जङ्गलको बाटो चाहिँ किन भन्दाखेरि अलिक सर्टकट छ नि त। ल थकान लागेछ हाम्रो छेत्राङ भान्जालाई। यस्तो छ, मलाई केही भइरहेको छैन यति बेला, किनभने मैले भिडियो बनाइरहेको छु पसिना सोरी। चिन्डे डाँडाबाट आराम गरेर लाग्यौँ। वेलकम टु चिन्डे डाँडा। अब यहाँबाट उकालो हो, उकालो यतै हो। ल हिँड हिँड डन छिटो। ल हाम्रो आइकिङ टोली। बाटो चाहिँ यस्तो बिरालो अप्ठ्यारो रहेछ। अप्ठ्यारै बाटो हो। ए जल्दी करो।
ए अब चाहिँ हामी चिन्डे डाँडा पुग्न लाग्यौँ। हिँड्नु नानी डन छिटो ल एकदम उकालो छ बाटो। हिँड न हिँड यहाँ चाहिँ सधैँ म साइकलमा ओह्रालो जान्थेँ। आज चाहिँ हिँड्दैछु। यस्तै छ मेरो चाहिँ साइक्लिङ दामी छ। यस्तो छ बोरामा खाजा। के भयो हात को भर्खरै यति उठ्नु पनि खानु हुँदैन हौ पानी त्यसरी हिँड्ने बित्तिकै। आरामको भ्यू है यो चाहिँ चिन्डे डाँडाबाट देखिएको। यहाँबाट टक्क म तपाईँहरूलाई चाहिँ मुन्दुम याकथुम ट्रेलको अन्तिम डेस्टिनेसनसम्म पुर्याउने बाचाको साथ। साह्रो गाह्रो घाम तिर्खा पानी के नभने लाग्दैछ मलाई। आनन्द छ चाहिँ बाटो दब्जारा छ नि त हौ। आज हाम्रो हिमाङ चाहिँ खुट्टामा एकदम गम्भीर चोट एक्सिडेन्ट भएर चाहिँ नगएको हो। यहाँबाट उकालो ल ल ल ल बिरालोले बाटो काट्न खोज्दैछ काटेन किन दज्जाको बाटो यो चाहिँ। यहाँदेखि उता गयो भने चाहिँ टावर पुग्छ है। यहाँदेखि तर दायाँ बायाँ नगरी याकथुम मुन्दुम पथ यात्रा चाहिँ यहाँदेखि उकालो हो। यता चारैतिर छुट्टिने बाटो पाउँछ तर यहाँदेखि चाहिँ सिधै उकालो लाग्नुहोस् तपाईँहरू आनन्दले। लडिछ गफाडी हाम्रो बान्जा यस्तै कुछु भनेर ल त्यो बाटो चाहिँ एकदम घुमाउरो भएको कारणले गर्दा सर्टकट बाटो लाग्यो। हामी डन आउँदैछ
अल्छी गर्दै यहाँदेखि यता होइन यता उकालो यहाँदेखि माथि पाउँदैन होला पानी दुईटा कति रुपियाँ गोटा हो बोजू 30 रुपियाँ गोटा यहाँ सटर राख्नु पर्थ्यो नि हौ बोजू ए ल ए लु ठिक छ चिसो छ कि छैन बोजू चिसो पानी दिनुहोस् ल पानी माग्दैछु यति बेला चाहिँ यो ठाउँलाई चाहिँ के भन्छ बोजू टोके टोड्के एहे पनि टर्के नै भन्छ यो तिन टर्के नै भन्छ यो माथिल्लो टर्के तल्लो टर्के तलको चाहिँ गुरुङ चिन्ने डाँडा होइन यहाँबाट माथि यो याकथुम मुन्दुम त्यो त यो टाढो नि अब भेट त यो मेरो निचा पर्छ सबै मध्ये अल्गो त्यो अग्लो छ अग्लो ए यहाँबाट कति लाग्दो रहेछ हिले सबै देख्छ त यहाँबाट कति लाग्दो रहेछ त्यहाँ पुग्नु हिँड्न सक्ने त धेरै लाग्दैन 2 घन्टा लाग्छ होला ए 1 घन्टामा कहाँ नै पुग्छ पुग्नु त 1.5 घन्टा हिँड्न सक्नेलाई चाहिँ ए 3 घन्टा 4 घन्टै लाग्छ ए ल ए बिहानसम्म खाइहाल्ने बोजू त कडा हुनुहुँदो रहेछ नि हौ हिसाब किताब पनि जान्नु हुँदो रहेछ के थरी हौ तपाईँ तपाईँ के थरी हो राई कुन राई चोखाङ चोखाङ ए ल लु लाग्यौँ ल बोजू हस् ल ल अब यहाँबाट बोजूको कुरा अनुसार लगभग मुन्दुम ट्रेलको अन्तिम गन्तव्य यात्रा डह्रो हिँड्नेलाई 2 घन्टा हिँड्न नसक्नेलाई 3-4 घन्टा भन्ने कुरो आयो अब हामी यात्रामा मामा भान्जा लगायतका टिम बढ्यौँ यहाँबाट हामी बिस्तारो आराम गर्दै जाँदा 2 घन्टामा पुग्छौँ 2 घन्टा अँ यसरी जानुभयो भने 2.5 घन्टा ए 2-3 घन्टा होला ल ठिक छ ल हिँड त जान्छ जाँदा माथि सक्दैन सर हिँड्नु हाँ ल हिँड ल हिँड 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 कस्तो भइरहेछ हामी चाहिँ यो उकालोमा छौँ यी माउरी ल हत गाह्रो छ हाइकिङ मेरो डनलाई निन्द्रा लागेको लागेछ जस्तो छ रोडबाट बाटो यता हो यहाँ पनि पसल रहेछ तपाईहरुलाई चिसो चिसो खरिद गर्न मन लाग्यो भने एउटा बोर्ड देखाएको छ पैदल मार्ग पूजा थान जाने बाटो अरे क्या याकथुम मुन्दुम याक चाहिँ यहाँ देखाएको छ पैदल मार्ग पूजा थान जाने बाटो भनेको छ यता देखाएको छ अनि उकालो वाला बाटो ल हिँड उकालै जाउँ याकथुम मुन्दुम ट्रेल चाहिँ मुखले कुरा गरे जस्तो सहज र तपाईहरुले भिडियोमा देखिएको जस्तो सहज चाहिँ छैन निकै डह्रो हिँड्ने मान्छेहरू मात्रै आउनु होला
कृपया गरेर भिडियोमा थोरै सर्ट भिडियो लगाएको हुन्छ, त्यसले गरेर नजिक जस्तो फिल गरेर आउनुहुन्छ। त्यसले गर्दा एकदम गाह्रो छ है। यहाँबाट कति लाग्छ हो चटपटेवाली दिदी? 2 घन्टा 6 टन नै। बाइक गाडी चाहिँ कहाँसम्म जाँदो रहेछ? माथि नै हो? हस् धन्यवाद। हस् हजुर। तल देखिएको दृश्यहरू चाहिँ चिन्डे डाँडा, त्योभन्दा तल देखिएको धरान, क्याम स्याम। यहाँ हाम्रो बस गाडी छ, हर्न बजाउँदैछ गर्दै लडिक छ। ल अर्को एक्स्ट्रा सही छैन ग्लास? अब छ नि, पुग्छ नि? पुग्छ। उता थाप्न मुखमा। किन चाहिँ काहीँ बसेको? राजा यता फर्की। यहाँ गलेर यहाँ चिसो खाँदैछ। सुवेक्षा कस्तो भइरहेछ? गल्यो छैन? होइन खै मुखले भन्नु न। अनि गले छ कि छैन? आनन्द भइरहेछ। आजको सबैभन्दा गल्ने कमान्डर चाहिँ यहाँ छ। ज्यान नलगाउनु भनेको लगाइहाल्छ, के गर्नु। है मेरो बेइज्जत नगर इन्टरनेसनल लेभलको। म यो एरियाको खतरनाक व्यक्तित्व हुँ। चिसो खाएको अवस्था यहाँनिर बसेर अझै यहाँदेखि पनि लाग्छ होला भन्छ 2 घन्टा जति। ल हामी चाहिँ चिन्डे डाँडाभन्दा माथिल्लो डाँडामा पुगेको छौँ। यो चाहिँ चिन्डे डाँडा हो। यो देख्नुभएको डाँडा चाहिँ होइन, तर यहाँभन्दा माथि छ, निकै टाढो छ है। तपाईँहरूलाई हिँड्न एकदम माहिर हुनुहुन्छ भने आउनुहोस्। यदि मुखले मात्रै हिँड्ने बानी छ भने चाहिँ तपाईँहरू कृपया गरेर नआउनुहोस्। मेरो तर्फबाटको सल्लाह सुझाव यही छ यहाँहरूलाई, किनभने मान्छेले बोलेको मुखले भने भन्दा निकै टाढा छ। लगभग चिन्डे डाँडाबाट 4 देखि 5 घन्टा लाग्छ भन्ने भनाइ छ। हेरौँ, म जाँदैछु, कति टाइम लाग्छ। म पनि हाइकिङमा हिँडिराख्ने मान्छे भएर त्यस्तो साह्रो गाह्रो चाहिँ भएको छैन। अरूलाई देख्दाखेरि निकै गाह्रो स्थिति छ है त। ल यहाँनिर आइपुगेपछि चाहिँ यस्तो डाँडा एउटा पोल छ। यहाँबाट तपाईँहरू भुलिन सक्नुहुन्छ। यहाँ याकथुङ मुन्धुम यक पैदल मार्ग पूजा जाने बाटो भनेको छ। यतै हो पक्कै, यतैबाट तल तेर्सो होइन, यताको बाटो जानुहोस् है। हामी चाहिँ यही बाटो जाँदैछौँ। याकथुङ मुन्धुम पदयात्रा हिँड्दै गर्दा यहाँ चाहिँ बाढ, जङ्गल बिचमा बस्तीहरू पनि रहेछ क्या। अनि मैले यसको पनि भिडियो लिइहालेँ, हेर्नु होला। यहाँ छ, यहाँ एउटा सानो घर हो कि गोठ हो। यहाँ माथि तपाईँहरू पुगिसकेपछि यहाँनिर रोड आउँछ, ठुलो रोड छ है। नभुली आउनु होला। यो रोड हुँदै लगभग यहाँ चिन्डे डाँडादेखि आइपुग्नु 1.5-2 घन्टा, निकै छिट्टो हिँड्दा लाग्छ है। पछि गफ दियो भन्ने नसोच्नु होला। यो एरिया यस्तो छ। यहाँनिर चाहिँ टक्क बस्ने हो होइन। यहाँदेखि चाहिँ अब कता रहेछ त बाटो? यता माथि पनि छ बाटो। बाटो कता रहेछ? यता रहेछ बाटो। ए यता त सिडी छ। ए ल यो चाहिँ मन्दिर जाने बाटो रहेछ। ल यता विश्राम गर्ने ठाउँ। ए जाऊ ल हिँड। यहाँ हाम्रो भरपर्दो
हैरान भइस् ल यहाँ छोरा पनि घुम्नुको लाने यो क्या ढाडहरू ल्याएको नि त हजुर तर अगाडि हिँड्दैछ के हालत भएर अघि नै म त अब म कहिले आउँदिनँ भन्दैछु ल कुद 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 यो बरमा विश्राम गर्नुहोस् एकैछिन अनि आउनुहोस् हामी चाहिँ विश्राम नगरी लाग्यौँ सर्ट खाजा साजाको व्यवस्था पो हुँदो रहेछ त हौ यहाँ त ल खाजा साजा नास्ताको अहिले चाहिँ एकदम आजको मौसमको कुरा गर्नुहुन्छ भने अहिले चाहिँ एकदम शीतल वातावरणको साथमा जङ्गलमा पैदल यात्रा भइरहेछ त्यसले गर्दा बाटो तेर्सो रोटै रोड भएर चाहिँ सहज छ चिन्डे डाँडादेखि उकालोमा आउँदा 12 देखि 13 बजेको थियो गफ गर्दैछन् ल यहाँ अर्को टोली पनि आउँदैछ अर्को टोलीहरूलाई पनि म जानकारी त लिन छोड्दिनँ स्टेप बाई स्टेप लिँदैछु जो टोलीलाई जानकारी ल अब कति टाइम रहेछ बहिनी कति रहेछ ए उकालो रनिङ हान्नुपर्छ ल अब चाहिँ हामी याक्थुङ मुन्धुम ट्रेलको नजिक आइपुगिसकेको जस्तो महसुस भइरहेछ यहाँ चाहिँ सिलाम साक्माको झन्डा अनि बाइक रहेछ हैन ल यो चाहिँ हाम्रो गन्तव्यको अन्तिम बिन्दु जस्तो छ यहाँबाट तेर्सो होइन यहाँबाट उकालो चाहिँ लाग्नुपर्ने रहेछ क्या हो ल अब यहाँबाट उकालो रहेछ क्या हो भाइ कति टाइम लाग्दो रहेछ हौ यहाँदेखि ए ल जाउँ ल उकालो अब यस्तो रहेछ यस्तो छ है बाटो चाहिँ ल यस्तो रहेछ यहाँसम्म चाहिँ यदि गाडीमा बाइकमा आउनु चाहनुहुन्छ भने बाइक पनि आउँदो रहेछ यता दहीहरू के बस्नुभएको फोटो खिच्दैछ दहीहरू धरामै त हो बहिनीहरू चाहिँ कहाँ टाढोबाट आएको हो क्या हो ए लु बस जाउँ के भयो गलियो कतिको गरिस् भनिदियो त यहाँ साह्रो रहेछ अब नेक्स्ट टाइम आउने कि नआउने आउने किन गाह्रो भयो कि भएन गाह्रो भएको छैन अनि किन बसेको त्यसो भए एकछिन ल तेरो नाम के हो भन्दै ल पैदल यात्रा गर्नु मन लाग्छ कि लाग्दैन ए कति क्लासमा पढ्छ अरे 3 कोशी कुन स्कुल विष्णु मेमोरियल सेकेन्डरी स्कुल ल क्याप टोपी लाएर हिँड्नु मजा छ कि नलाई ल हिँड्नु त उठ्नु ल उठ्नु पनि गाह्रो भयो जस्तो छ हाम्रो शुभेच्छालाई कति गाह्रो भयो डन यहाँबाट कति टाढा रहेछ हो बहिनी अब धेरै
हिँड्नलाई 1 घन्टा धेरै होइन 1 घन्टा चाहिँ लाग्छ अब ढिलो हिँड्नलाई ए छिटो हिँड्यो भने त पुग्छ बिस्तारै गाह्रो भयो भाइ आधी घन्टा मजाले अझै यस्तै तालले भने त 1 घन्टामा पुग्नु पर्दैन पानी छ खाने छैन नि पानी माथि केही छैन पानी पुग्नु अगाडि बोकेर पठाइरहेको थिएँ त्यो एउटा केटाले दियो केही नै छैन माथि त्यतिकै हावा खानु जाने भने त मजाले आइरहेको नभए त छ ए हो मेरो पानी बोक्ने टिम जाँदै थियो पानी उपलब्ध गराइदिएन भाइहरूलाई माथि पानी नै रहेन रहेछ एकदम पैदल यात्रा त गाह्रो रहेछ है धरानदेखि होइन गाह्रो भयो नि ल ऊ आउँदैछ ले हिँड नानी बिस्तारो कुद्नु ढुङ्गे रातो पो रहेछ त कस्तो रातो खाले ढुङ्गा बल्ल याद भयो मलाई अघि याद भइरहेको थिएन रातो रातो हेर्नु त बिरेनु जस्तै साथीहरूले बिरेनुको काम गर्छ कि क्या हौ धरानबाट हिँडेर आइपुगेको यो केटी खतरा छ यार हिँड्नु यो यत्रो बच्चा त हिँडेर आइपुग्यो तपाईँहरूलाई आत्मबल बढ्छ यो सानो नानी हिँडेको देखेर तपाईँहरू पनि हिँड्दै आउन सक्नुहुन्छ हामी धरानैबाट हिँड्दै आएको यहाँसम्म अहिले लगभग समय 2:30 हुन लागेको छ ढाँटे भने यहाँ घडी हेर्नु होला होइन टक्क 2:30 हुने बेला भयो धरानदेखि नै हामी लगभग 10-11 बजीतिर चाहिँ हिँडेको है हत्तु आइरहनु भएर बसिरहेछ साह्रै गलेछ साह्रो गलिस् यता हेर त हिँड्नु सक्छ सक्दैन साह्रो दुख्यो गाह्रो छ कि छैन रहेछ गाह्रो छ अब आउने कि नआउने अरे लु रनिङ हानु ल हेलो हाई नमस्ते हामी चाहिँ फाइनली याकथुम मुन्धुम याकमा आइपुगिसकेको छौँ यहाँनिर चाहिँ सिराम साकमा रहेछ अनि यहाँ चाहिँ अरू कुरो त्यस्तै हो आनन्दको हावा चल्दो रहेछ बहुत आनन्द भयो म अनि सुरक्षा अनि साथमा मेरो असिस्टेन्टहरू छन् ल है त आइपुग्यौँ है त हामी लडेको छ
याकिङ मन्दम ट्रेलको डेस्टिनेसनमा आइपुगिसकेको छौँ र त्यहाँदेखि अब हामी यहाँ चाहिँ खाजा बनाइ खाँदैछौँ। तर के गर्नु भोक लागेको छैन मलाई चाहिँ। भोक लाग्ने मान्छेहरू चाहिँ यहाँ छन्। तल धरान बजार यो चाहिँ धरान रहेछ तर धेरै टाढा छ है। यहाँबाट देख्दा मात्रै नजिक हो। गायन सायन क्षेत्रको साथीभाइ काँक्रा साक्रा काटेर यसो हेर न खाजा खाँदै थियो भने थियो किनभने बडाले ल्याएर दिउँ न चटपटी खाउँ पनि त होला नि नगल्ने टाउको हो क्या नबोलिने नअसिने हौ उयो मटर ल्याउ न यो नलगा किन मिठो हुन्छ यो सबै नला कति कमाउँदैन नुनहरू यहाँ काटेर लाउनु नि नुनहरू काटेर लाउने ए याउ वीरबहादुर कार्की वीरबहादुर कार्की हरायो त्यो मसला कस्तो छ हुन्छ के को मसला यो कस्तो त्यस्तो त अर्कै मसला हुन्छ अङ्कल त्यो त ठिकै छ ट्राई गर्नुभयो टिमुरको अचार छ भने त्यो त खै टिमुर टिमुर त उही मिठो छ मुखमा त परिहाल्छ ल चटपटी पनि तयारी भयो सब सामग्रीहरू लाएर प्लास्टिकभित्र कस्तो छ कस्तो भइरहेछ कस्तो भयो भन्दा प्लास्टिक कम्ती खाऊ कम्ती देऊ न उयो तल फालेर गएको हो कि हाम्रो चटपटे खाने चम्चा यस्तो थियो छ भनौँ न डिजाइन गर्ने चाहिँ मै हो साथीभाइ जान्दैन के गर्नु सुकेको पत्ताले खाँदा डर हुन्छ राम्रो हुन्छ यस्तो गर्ने कप गर्ने मुखमा गम नै लाग्यो डोन्ट डु द्याट स्टेप माई फलो माई स्टेप हाम्रो दिराजले चाहिँ ग्लासमा खाँदैछ मिठो हुँदैछ है कस्तो भयो भन्दा डन अहिले लगभग अब चाहिँ यहाँ खाजा खाइसक्ने बेला भयो यो चाहिँ मेरो फाइनल मानिस होला ओहो मलाई जस्तो छ है माथि हो मन्टुम ट्रेयर चाहिँ रेड बुल भन्दा धेरै के अब हामी यहाँ खाइसकेपछि हिँड्छौँ घर मन्टुम ट्रेल चाहिँ यहाँको डेस्टिनेसन यहाँ यस्तो छ
यस्तो यहाँबाट डाँडा काँडा देखिने एरिया यहाँ चाहिँ यस्तो रहेछ कहाँ फाइनली चाहिँ याकमुन्दुम ट्रेलरमा पुगेर चाहिँ फर्केको हो हामी चाहिँ अवस्था यस्तो छ बाटो यस्तो छ म लगायत मेरो टिम यस्तो छ है बाटो यहाँदेखि देखिने दृश्यहरू तपाईहरू पनि आउनु होला यहाँनिर ठाउँ त्यस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी त्यति राम्रो नहोला तर यहाँनिर आइसकेपछि चाहिँ शीतल आनन्दको हावा चल्दो रहेछ ल अब बाटो यस्तो छ ओह्रालो झरेको आजको ब्लग चाहिँ अब यति हो अब यो भिडियो हेरेर लाइक कमेन्ट सेयर अनि यदि सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न र साथीभाइलाई गराउन पनि नबिर्सिनु होला र साथमा रहेको बेल आइकन दबाएर सहयोग गरिदिनु होला ताकि मैले अपलोड गरेको भिडियो सबैभन्दा पहिले तपाईँको मोबाइलमा गिन्द्रिङ्ग घन्टी बजेर आउनेछ हस् अहिलेसम्म हेरेर सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद सिवारो नोगेन बाई बाई फेरि पनि अर्को भिडियो लिएर आउने बाचाको साथ म यहाँहरू समक्ष बिदा चाहन्छु हस् बाई बाई सिवारो नोगेन बाई